दर्शकबिन्दु यति बेला चाहिँ यो प्लास्टिक कसरी बन्छ भन्ने मैले हिजो पनि एउटा भिडियो पोस्ट गरेको थिएँ र तपाईहरुलाई आज पनि यो पार्ट 2 चाहिँ देखाउँछु है त। सबैभन्दा पहिला प्लास्टिक कसरी बन्छ त सबैभन्दा पहिले चाहिँ हेर्नुस् यो दानाहरु हेर्नुस् है। यो दाना हेर्नुस् त साना यस्तो यस्तो यो प्लास्टिकको दाना हुन्छ है। ट्याक्क हेर्नुस् यो दाना चाहिँ हेर्नुस् यो प्लास्टिकको। अनि यो प्लास्टिकको दानालाई चाहिँ मेसिनमा हालिन्छ है। यसरी हालिन्छ यो मेसिन हाल्ने भाडो चाहिँ यहाँ चाहिँ हेर्नुस्। अनि यो मेसिनमा चाहिँ यहाँ हालिन्छ। यहाँ यो दाना हालिएको छ। यहाँ हालिसकेपछि सिधै यहाँ जान्छ। यो साउन्ड चाहिँ अलिकति डिस्टर्ब आएको होला किनकि यो मेसिनको आवाज चाहिँ आएको हो। त्यहाँबाट सिधै माथि जान्छ हेर्नुस्। अनि माथि गएर चाहिँ यो यस्तो बन्छ। यो मेसिनबाट चाहिँ यहाँ आइसकेपछि हेर्नुस् यहाँ यस्तो निस्किन्छ है। यहाँ चाहिँ यो दाना छ अनि यता चाहिँ हेर्नुस् यस्तो छ। यहाँ आइसकेपछि चाहिँ यहाँ गएर चाहिँ के बन्छ म तपाईलाई देखाउँछु सिधै त। यहाँ आएर चाहिँ यस्तो प्लास्टिक यो हैन यति यस्तो 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 बन्दै बन्दै यहाँ आएर यस्तो यस्तो रोल हुन्छ है। तपाईलाई म देखाइरहेको छु। त्यो चाहिँ यहाँ यो अर्को मेसिन पनि छ। यहाँ चाहिँ हाम्रो काम गर्दै हुनुहुन्छ केही व्यक्तिहरूले हेर्नुस्। यहाँ यो मेसिनमा चाहिँ यहाँ यस्तो दाना हालिएको छ हेर्नुस्। यो दाना हो है। हामीले यस्तो हेर्न सक्छौँ यो दाना हालिएको छ र त्यसै गरेर यहाँबाट चाहिँ यो पेलिँदै गएको छ। पेलिँदै जाँदाखेरि चाहिँ यहाँ यस्तो बनेको छ हेर्नुस्। यस्तो बन्दै बन्दै माथि गएर माथिबाट फेरि तल झरेको छ है। तल झरेर चाहिँ यहाँ के बन्छ त हेर्नुस्। यहाँ यस्तो बनिरहेको छ। एकजना यहाँ काम गर्दै हुनुहुन्छ। यस्तो बन्दै त्यो रोल बन्छ है। रोलबाट चाहिँ पछि प्रिन्ट हुने हो। प्रिन्ट भइसकेपछि यहाँ यस्तो भन्छ। यो मेसिन हो। यहाँ माथिबाट आएको हेर्नुस्। यहाँ यस्तो चेसिँदै आएर चाहिँ यहाँ यस्तो बन्दै यो रोल चाहिँ छ है। हेर्नु म उठाउँदैछु है। एक मिनट म उठाउँदैछु। हेर्नुहोस् यसलाई चाहिँ यहाँ वेट पनि गरिन्छ। यस्तो गर्दैछ। अनि यहाँबाट हेर्नुहोस् यहाँ वेट गरिन्छ। मेसिनहरू हुन् थुप्रै नै। यहाँ केहीजना पनि हुनुहुन्छ होइन। इसको क्या बोलता है इसको रोल ये प्रिंट में अब किधर जा रहा है? रोल प्रिंट में जा रहा है सब। यस्तो बन्छ हेर्नुहोस्। अब म तपाईलाई चाहिँ यो देखाउँदैछु होइन। तपाईँको बताइदिनु। हेर्नुहोस् यहाँ चाहिँ गऱ्यो भने अब यहाँ अर्को पनि छ। एक म हेर्नुहोस् यस्तै चाहिँ यो राखिन्छ। अब यो यहाँ हेर्नुहोस् यस्तै राखेर यहाँ चाहिँ प्रिन्ट हुने है। प्रिन्ट चाहिँ हुनको लागि चाहिँ यो रोलहरू बनेर चाहिँ प्रिन्ट हुनको लागि कहाँ जान्छ सिधा यहाँ कटिङमा जान्छ है। प्रिन्ट हुनको लागि हेर्नुहोस् यहाँबाट माथि यो प्रिन्ट हुन्छ। प्रिन्ट भएपछि यहाँ कटिङ चाहिँ आउँछ। हिजो मैले यहीँ देखाएको थिएँ। यो चाहिँ कटिङ हुने ठाउँ हो। त्यसै गरेर लास्टमा बन्ने भनेको यसको नतिजा यस्तो खालको पेपर हो है। यो कभर हो। हेर्नुहोस् लास्टमा बन्ने भनेको यस्तो बन्छ है। त्यहाँबाट चाहिँ प्रिन्ट भयो। यो प्रिन्ट भएर चाहिँ लास्टमा हुने चाहिँ यस्तो खालको यो कभर बन्छ। तपाईँलाई यो देखाएँ। म आगामी दिनमा पनि देखाउँछु। अहिले यहाँ यस्तो भइरहेको छ। हेर्नुहोस् यहाँ हुँदै यो दानाहरू यो सानो सानो दानाहरू हालेर चाहिँ हुन्छ है त। यहाँबाट दाना जाएर माथि चाहिँ यस्तो हुँदै प्रिन्ट हुन्छ। यो सानो दाना हेर्नुहोस्। यस्तो सानो दानाहरू हालेर चाहिँ यसलाई पेलेर चाहिँ प्लास्टिक बनाउने हो।